थप प्रश्नहरूको चाहिँ समाधान लिएर आएको छु। अघिल्लो भिडियोमा चाहिँ हामीले 13वटा नाफा र नोक्सान सम्बन्धी आइक्यू प्रश्नहरूको चाहिँ समाधान गरेका थियौँ भनेदेखि आजको भिडियोमा हामी थप प्रश्नहरूको चाहिँ समाधान गर्ने प्रयत्न गर्नेछौँ। ल जाउँ प्रश्नतर्फ। एउटा सामान 10% नोक्सानमा बेच्दा रु 810 हुन्छ भने त्यसको क्रय मूल्य कति हो? अब त्यो सामान कुनै सामानलाई हामीले 10% नोक्सानमा बेच्दाखेरि चाहिँ त्यसको मूल्य 810 हुन्छ भने त्यसकोलाई कतिमा किनेको थियो भन्न खोजेको यस प्रश्नले। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा नोक्सान प्रतिशत दिएकै छ अनि विक्रय मूल्य दिएकै छ भने क्रय मूल्य निकाल्न सकियो। लस पर्सेन्ट इक्वल टु 10, एसपी इक्वल टु 810, सिपी इक्वल टु वाट। अनि हामीले चाहिँ यो लस पर्सेन्ट र एसपी दिएको अवस्थामा सिपी निकाल्ने फर्मुला अघिल्लो भिडियोमा पढेका थियौँ। के हुन्छ भन्दा सिपी इक्वल टु एसपी इन्टु 100/100 माइनस L% हुन्छ। अब यो फर्मुला अन्तमा राखेर चाहिँ सल्भ गर्दाखेरि चाहिँ यसको सिपी 900 आउँछ। अर्को मेथडले नि के हुन्छ भन्दाखेरि 10% नोक्सान कुन 10% है त हामीले प्रतिशतको मिनिङ बुझ्छ। प्रतिशत भनेको 100%, भन्छ सेन्ट भनेको 100 हो। प्रतिशत 100मा कति भन्ने कुरो हुन्छ है त। ल 100 त्यसको क्रय मूल्य मानौँ, 100% मानौँ त्यसको चाहिँ क्रय मूल्य हो भने 10% हामीले नोक्सान भएर बेच्यौँ भनेपछि अब त्यसको मूल्य कति भयो? 100मा 10 घटाए 90%। 90% भनेको कति भयो? 810% हुन्छ। अनि यसको 90% भनेको 810 भनेपछि यक्स इन्टु 90/100 इक्वल टु 810%, यक्स इक्वल टु 900 हुन्छ। अनि यसलाई कस्तै 90% इक्वल टु 810, 100% इक्वल टु वाट हो। यसरी नै हामीले एक एक नियम युज गरेर गर्न सक्छौँ। जस्तै 90% इक्वल टु 810 हुन्छ भने 1% भनेको 810/90 हुन्छ। अनि 100% भएर 810/90 इन्टु 100 गर्दाखेरि चाहिँ 900 आउँछ। रु 1 को 4वटा काती किनेर रु 1 मा 3वटा बेच्दा कति प्रतिशत नाफा हुन्छ भनेर भनेको छ यो प्रश्नमा। अब यसमा अब हेरौँ, यस्तो प्रश्नको चाहिँ हामीले समाधान गरिसकेका छौँ। फेरि पनि हेरौँ भनेपछि यसको सिपी भनेको के हुन्छ नि? कस्ट प्राइस, किनेको मूल्य 1 को 4वटा काती किन्यो नि त। अब 1 मा 4वटा काती किन्यो भनेपछि 1/4 यसको सिपी भयो। बेच्दा कति? 1 मा 3वटा बेच्यो नि त भनेपछि कति? 3वटा बेची 1 मा भनेपछि एसपी 1/3 भयो। भनेपछि यस्तो केसमा मैले के भनेको थिएँ भन्दाखेरि अघिल्लो भिडियोमा तल्लो नम्बर कति छ दुईटीको, एसपी र एसपीको? 4 र 3। हामीले सिपी र एसपी दिएको अवस्थामा त्यसको चाहिँ प्रफिट अथवा चाहिँ लस निकाल्नलाई चाहिँ हामीलाई कुनै गाह्रो छैन। तर यो चाहिँ के छ भने भिन्नको रूपमा भयो भनेको रेसियोको रूपमा हो। यसलाई पनि गर्न त सक्यो तर यो कम्प्लेक्स हुन्छ। तर यसलाई सजिलो कसरी गर्ने भन्दा तल्लो टर्मको चाहिँ एलसिएम लिने। 4 र 3 छ तल्लो टर्ममा, दुईटाको एलसिएम कति हुन्छ? 4 3 12। अब यसले दुईटैले सिपी र एसपीलाई गुणा गर्ने नयाँ नम्बर प्राप्त हुन्छ। सिपी भनेको 1/4 इन्टु 12 गर्दाखेरि 3 आयो, 1/3 इन्टु 12 गर्दाखेरि 4 आयो भनेपछि प्रफिट पर्सेन्ट एसपी माइनस सिपी बाई सिपी इन्टु 100। यो फर्मुला हाल्दा एसपी अब नयाँ एसपी 4 हालौँ, नयाँ सिपी 3 हालौँ, भागा 3 इन्टु 100 गर्दाखेरि कति आयो भन्दाखेरि 33.33%। कति प्रतिशत नाफा होला भन्दा 33.33%। कति प्रतिशत जति नाफा होला भन्दाखेरि 33% पनि लेख्न सकियो। अब अर्को प्रश्नमा जाउँ। 5वटा कलमको क्रय मूल्य र 4वटा कलमको विक्रय मूल्य बराबर छ भने नाफा प्रतिशत कति होला? ल अब यहाँनिर हामीले बुझ्नुपर्छ 5वटा कलमको क्रय मूल्य र 4वटा कलमको विक्रय मूल्य बराबर छ। अब यो केसमा के हो भन्दाखेरि कुनै 5वटा कलम हामीले किन्यौँ कुनै मूल्यमा, त्यो मूल्य चाहिँ हामीले के 4वटा कलम बेच्दैखेरि प्राप्त गर्यौँ भनेपछि त एउटा कलम त हामीसँग अझै उब्रियो, एउटा कलम त नाफा हुने भयो। भनेपछि के हो? 4वटा कलम बेच्दाखेरि एउटा कलम नाफा भयो भनेपछि नाफा भाइ कतिवटा बेच्यो? 4वटा बेच्यो। 1/4 इन्टु 100 गर्दाखेरि 25% यसको उत्तर हुने भयो। 20वटा घडीको क्रय मूल्य बराबर यक्सवटा घडीको विक्रय मूल्य छ। यदि 25% नाफा भए यक्सको मान कति हुन्छ? अब यसलाई हेरौँ। 20वटा घडीको क्रय मूल्य बराबर यक्सवटा घडीको विक्रय मूल्य छ। 25% नाफा भनेको छ भनेपछि पक्कै पनि हामीले त्यो 20वटा घडी किनेको मूल्यमा चाहिँ 20वटा भन्दा कम घडी बेच्यौँ। त्यसमा त सियोर छ, किनभने तब न नाफा हुन्छ। अब यसमा चाहिँ कति? अब हेरौँ भनेपछि
हामीलाई चाहिँ कतिवटा यक्सवटा घडी बेच्यो, यक्सवटा घडी बेच्दाखेरि कतिवटा नाफा भयो भन्दाखेरि यक्स 20 माइनस यक्सवटा प्रफिट भयो, किनभने कम घडी बेच्यो नि त। मूल्य पो बेच्दाखेरिको त नाफा हुँदाखेरि बेच्दाखेरिको मूल्य कम हुन्छ, तर सामान त कम भयो नि त। कम सामान दियो भनेपछि 20 माइनस यक्स भयो, एउटा प्रफिट भयो घडी भनेपछि कतिवटा दिँदा यक्सवटा दिँदा भन्दाखेरि प्रफिट बाई यक्स इन्टु 100 इक्वल टु 25% हो। अब यो क्वेसनलाई चाहिँ अब सल्भ गर्नुपर्छ। अब यसलाई चाहिँ हामीले सल्भ गर्न जानुपर्छ। 25 चौको 100 हुन्छ, यक्स इक्वल टु 420 इन्टु यक्स हुन्छ, अनि 4ले चाहिँ 20 र यक्स दुइटैलाई मल्टिप्लाई हुन्छ गर्दाखेरि 5x 4x उता जाँदाखेरि 5x भयो इक्वल टु भनेपछि यक्स इक्वल टु 16। अब यसलाई कसरी गर्न सकिन्छ भन्दाखेरि 20वटा घडीको क्रयमा बराबर यक्सवटा घडीको विक्रय मूल्य छ भनेपछि 25% नाफा भयो भनेपछि यक्सवटामा 100 यक्सवटाको 125%, किनभने 25% नाफा, यक्सवटाको 125% भनेको त 20वटा रहेछ भन्ने सिधै थाहा अब। त्यसैले यक्सको 125% इक्वल टु 20 गर्दाखेरि एक्स इक्वल 16 यसरी नै निकाल्न सकियो। अब अर्को प्रश्नमा जाउँ। एले एउटा रेडियो रु 1000मा किन्यो र बीलाई 20% नाफामा बेच्यो। बीले सीलाई 10% नोक्सानमा बेच्यो भने सीले कतिमा किन्यो होला? एले एउटा घडी 1000मा किन्यो, एले आफ्नो सुरु गर्यो 1000मा किन्यो, बीलाई कति 20% नाफामा बेच्यो भनेपछि त्यसको कति भयो मूल्य? 120% भयो। बीलाई पुग्दाखेरि 120% भयो। अनि बीले सीलाई 10% नोक्सानमा बेच्यो भनेपछि त्यो जति मूल्य भयो त्यसको चाहिँ अब 90%, किनभने 100बाट 10% नोक्सान भएपछि 90% भनेको सीमा पुग्दा त्यसको 90% भयो भनेपछि यसलाई कति भयो? 1000को 120%, 1000को 120% भनेको एले बीलाई दिएको मूल्य भयो, अनि यसको पनि 90% भनेको चाहिँ सीले प्राप्त गरेको मूल्य भयो भनेपछि यसलाई सल्भ गर्दाखेरि 1080 भयो। अनि अर्को प्रश्नमा जाउँ। अङ्कित मूल्य 1200 भएको एउटा कमिजलाई 13% मूल्य अभिवृद्धि कर लगाएर लगाउँदा चुक्ता मूल्य कति हुन्छ? अब हेरौँ, 1200 त्यसको अङ्कित मूल्य भनेको छ, त्यसमा अझै 13% भ्याट लगायो भनेपछि थप्यो, 13% थप्दा कति भयो? 113% भयो त्यसको मूल्य। 1200को 113% भयो भनेपछि 1200 इन्टु 113/100। अब अर्को प्रश्न छ। एउटा किताब रु 180मा बेच्दा 20% नाफा हुन्छ भने त्यो किताबको क्रय मूल्य कति भयो? अब यसमा नि सिम्पली हामीले फर्मुला लगाउन सक्थ्यौँ। जस्तै एसपी भनेको 180 दिएको छ, नाफा प्रफिट भनेको 20% छ भनेपछि सिपी इक्वल कति हुन्छ? सिपी इक्वल एसपी इन्टु 100/100 प्लस p%, त्यो हामीले पढेको फर्मुला थियौँ। तर अब यसलाई अर्को तरिकाले नि गर्न सकियो। 20% भनेपछि कति भयो? त्यसको 120% भयो। त्यसको मूल्य चाहिँ 20% बढ्दा 120% भयो भनेपछि 180को 120% इक्वल टु 180 भनेपछि यक्स इन्टु 120 भागा 100 इक्वल टु 180 भनेपछि अब यसलाई सल्भ गर्दाखेरि 150 प्राप्त भयो। एक पसलेले एक घडीलाई 1500 अङ्कित गरे, उसले 10% छुट दिँदा पनि 20% नफा बनायो भने सो घडीको क्रय मूल्य कति हो पत्ता लगाउनुहोस् भनेर भनेको छ है त। अब यहाँनिर हेरौँ। अब उसले चाहिँ अब आफ्नो घडीलाई कति भयो भन्यो भन्दाखेरि अङ्कित मूल्य कति गर्यो भन्दाखेरि 1500 कायम गर्यो। उसले त्यसमा 10% छुट गर्यो। छुट गर्दाखेरि पनि त्यसको मूल्य कति छ भन्दाखेरि 120% छ भनेपछि त्यो घडीको चाहिँ कतिमा चाहिँ किनेको रहेछ त उसले भन्ने कुरो अब यहाँनिर दिएको छ। अब 90%, जस्तै 1500मा किन्यो अनि फेरि 10% छुट दिँदाखेरि अब कति भयो? त्यसको मूल्य 90%मा झऱ्यो। 90% भनेपछि 1500को 90% भनेको 1500को 90% भनेको जतिमा किनिएको त्यसको 120% हो, किनभने 20% नाफा भयो। अब यो क्वेसनलाई अब राम्रोसँग बुझ्नुपर्छ। जस्तै यहाँ हेरौँ। अब 1500 अङ्कित त गरियो, 10% छुट दियो भनेपछि 10% छुट दिँदाखेरि 90% हो त्यसको मूल्य अङ्कित मूल्यबाट 10% घट्दाखेरि अङ्कित मूल्यको 90% भयो त्यसको मूल्य भनेपछि 1500को 90% बराबर कति हुन्छ? 20% नाफा बनायो। नाफा त जहिले पनि कस्ट प्राइजमा हुन्छ। कस्ट प्राइजलाई यक्स मानौँ, यक्सको 20% भनेपछि 20% नाफा भनेपछि
120% भयो त्यसको मूल्य भनेपछि यस्तो इक्वेसन बन्यो। अब इक्वेसनलाई चाहिँ सोल्भ गर्न जानुपर्दछ। अब इक्वेसनलाई चाहिँ सोल्भ गर्दाखेरि 1125 आयो। अब अर्को प्रश्नमा जाउँ। एउटा पसलेले एउटा सामानको अङ्कित मूल्य क्रय मूल्यभन्दा 20% बढी राख्छ। अब यसमा के भन्न खोजिएको छ भनेदेखि एउटा पसलेले एउटा सामानको अङ्कित मूल्य भनेको के हो भन्दाखेरि त्यो सामानलाई चाहिँ कति राख 20% बढी राख। सुरुमै 20% राखेर 5% छोडिदिन्छ भने उसले कति प्रतिशत नाफा कमाउला अनि भनेर भनिएको छ। अब यसमा हेरौँ, यसको लसिपी कति 100 मानौँ, किनभने प्रतिशत सबै प्रतिशतमा दिएको छ भन्दाखेरि 100% भनेको सिपी हुन्छ। 100%मा मानौँ, त्यसलाई 20% बढी राखो भनेपछि 120% भयो। उसको अङ्कित मूल्य भनेको कति भयो 120% भयो। ल 120% भनेपछि 120 भयो। 20% थप्यो 120 अनि 5% छुट दियो भनेपछि अब 5% छुट 120 मा 5% भनेपछि 120 को 95% भयो। 95 5% त 100 मा नै छुटेको, 120 मा 5% छुटाएर 15% हुँदैन। 5% छुट दियो भनेको मतलब 100 मा 5%, अब त्यसको मूल्य 95% भयो। कति हो 120 को 95% भयो भनेपछि एसपी भनेको 114 आयो। अब एसपी पनि अब सिपी 100 मानेछौँ, एसपी 114 छ भनेपछि अनि प्रॉफिट कति भयो 114 माइनस 100 भनेपछि 14 भयो। अब हामीले 100 मानेछौँ, पर्सेन्ट हो, प्रतिशत भनेपछि 100 मा 14 रुपियाँ नाफा भयो भनेपछि प्रतिशत पनि 14% भयो। किनभने पर्सेन्ट भन्ने बित्तिकै 100 मा कति भन्ने कुरो आउँछ है त। सिपी हामीले 100 मानिसकेका छौँ भने 100 मा कति प्रतिशत नाफा भयो त्यति नै, कति नाफा भयो त्यति नै त्यो पर्सेन्टै हुन्छ। कुनै सामान बेच्दा 10% नोक्सान हुन्छ। यदि 125 बढी लिन सकेको भए 20% नाफा हुने थियो भने त्यो सामानको क्रय मूल्य कति होला। अब हेरौँ, कुनै सामान बेच्दा 10% नोक्सान हुन्छ। 10% नोक्सान छ कुनै सामानलाई बेच्दाखेरि। 150 बढी लिन सकेको भए 20% नाफा हुने थियो भनेपछि प्रतिशत कति बढ्यो त 10% नोक्सान थियो। अब यो 20% नाफा गयो भनेपछि त यो 30% हो। 30% चेन्ज भनेको 150 भयो हो नि त। 10% नोक्सान थियो सुरुमा, अब 150 लिँदाखेरि 20% नाफा भयो भनेपछि 20% नाफा भयो। 10% कमबाट 20% नाफा भयो भनेपछि 10% यो नोक्सानलाई रिकभर गरेको 10% प्लस नाफा 20% गरेपछि 30%। 30% भनेको 150 हो भनेपछि क्रय मूल्य कति होला भनेपछि क्रय मूल्य त 100% हो भनेपछि 30% बराबर 150 हुन्छ भने 100% भनेको यो एक नियमअनुसार यसरी हुन्छ गर्दाखेरि 500 भयो। त्यसको क्रय मूल्य 500 हो। यसले 15% नोक्सानमा टिभी बेचेछ। यदि सो टिभीमा 1000 बढी लिन सकेको भए 5% नाफा हुने थियो भने टिभीको क्रय मूल्य कति हो। सेम प्रश्न हो। 15% सुरुमा नोक्सान छ, तर 1000 अलि बढी लिन सकेको भए त 5% नाफा हुने थियो भनेपछि कति प्रतिशत चाहिँ त्यो बढी कति प्रतिशत चेन्ज भएछ भन्दाखेरि 15% रिकभर गरेको प्लस 5% नाफा भनेपछि 20% भनेको त 1000 रहेछ भनेपछि त 100% भनेको 5000 रहेछ भनेपछि त्यसको क्रय मूल्य 5000 रहेछ। अब यक्सले एउटा झोला 600 मा बेच्छ र विक्रय मूल्यको 1/5 नाफा गर्छ, उसको नाफा प्रतिशत कति होला। यक्सले 600 मा एउटा सामान बेच्यो है त। 600 मा एउटा सामान बेच्यो, एसपी भनेको 600 भयो, तर विक्रय मूल्यको 1/5 नाफा गर्छ है त। 600 एसपी 600 भयो, 600 को चाहिँ 1/5 नाफा गर्दछ भनेपछि 120 भयो भनेपछि 600 मा 120 नाफा आउँदो रहेछ। जेसुकै भन्दाखेरि क्रय मूल्य भनौँ बिक्री मूल्य भनौँ 600 मा 120 नाफा भयो भनेपछि 120 / 600 इन्टु 100 गर्दाखेरि त्यो एन्सर आउँछ। अनि 26 एउटा कपी 200 मा बेच्दा नाफा र 150 मा बेच्दा घाटा हुन्छ। यदि नाफा र नोक्सान बराबर भए सो कपीको क्रय मूल्य कति होला। ल अब 200 मा बेच्दा चाहिँ नाफा भयो, 150 मा बेच्दा घाटा भयो। नाफा र
नाफा र घाटा सबै बराबर छ भनेपछि के हो भन्दाखेरि ल 200 बेच्दा नाफा भनेको अब ल यक्स त्यसको मूल्य यक्स थियो भनेदेखि नाफा कति भयो 200 माइनस यक्स भयो, घाटा कति भयो यक्स माइनस 150 भयो। भनेपछि नाफा र नोक्सान बराबर भनेपछि 200 माइनस यक्स बराबर यक्स माइनस 150 हुने भयो इक्वेसन अनुसार। अनि यो गर्दाखेरि 175 हुने भयो। अब अर्को हेरौँ, एउटा टी सर्ट 6% नाफा र 9% नाफा गरी बेच्दा विक्रय मूल्य 9 को फरक भएछ, त्यसो भए वस्तुको क्रय मूल्य कति हो भनेपछि 6% नाफा र 9% नाफा गरी बेच्दा 9 को फरक भएछ भनेपछि यहाँ प्रतिशतमा कति फरक आयो 3% को फरक भनेको 9 हो। यहाँ 3% बराबर 9 हो भनेपछि 100% गरी कति भयो 300 भयो। अब यसै गर्न सक्यो। अब 28 मा जाउँ। एले 2000 मा दुईवटा साइकल बराबर मूल्यमा बिक्री गर्यो, एउटाबाट 10% नाफा र अर्कोबाट 10% घाटा वा नाफा अर्कोबाट 10% घाटा गर्यो भने उसले घाटा वा नाफा प्रतिशत कति प्राप्त गर्यो भन्ने हुन्छ। इफ सेलिङ प्राइस इज सेम एन्ड प्रॉफिट एन्ड लस पर्सेन्ट इज गिभन देन लस पर्सेन्ट इज इक्वल टु स्क्वायर अफ प्रॉफिट बाई लस हुन्छ है त। अब यो फर्मुला चाहिँ अब हामीले युज गर्ने। अनिखेरि अब यो हेर्ने यो कतिमा के हो भन्ने कुरो नहेर्ने, खालि हामीले सिम्पली के हेर्ने भन्दाखेरि विक्रय मूल्य बराबर छ कि छैन। विक्रय मूल्य बराबर छ अनि नाफा घाटा दिएको अवस्थामा चाहिँ नाफा र घाटा बराबर छ भनेदेखि चाहिँ के भन्छ भन्दाखेरि यो जहिले पनि घाटा हुन्छ। अनिखेरि घाटा प्रतिशत कति हुन्छ भन्दाखेरि ल कुनै सामानलाई चाहिँ भनौँ न नाफा र घाटा बराबर दिएको अवस्थामा यस्तो केसमा चाहिँ विक्रय मूल्य बराबर छ तर नाफा र घाटा चाहिँ के छ भने बराबर छ भने लसै हुन्छ जहिले पनि। यसको चाहिँ फर्मुला यो हो, P/L को स्क्वायर हुन्छ। अनि यो भनेको 1% हुन्छ। एउटा व्यापारीले एउटा सामान रु 840 मा बिक्री गर्दा 20% नाफा हुन्छ, तर त्यही सामान 960 मा बेच्दा 4% घाटा हुन्छ भने उसलाई दुवै कार्यबाट घाटा वा नाफा के होला। अब यसमा के हेर्न सक्छौँ भन्दाखेरि अलिकति लोजिक लाउनुपर्छ। 840 मा बिक्री गर्दा 20% नाफा हुन्छ, तर त्यही सामान 960 मा बेच्दा 4% घाटा हुन्छ भनेपछि 840 मा बेच्दाखेरि 20% नाफा, 960 मा बेच्दाखेरि 4% घाटा हुने केस हुँदैन। किन भन्दाखेरि 840 भन्दा 900 ठुलो, 960 ठुलो भयो। 840 मा 20% नाफा छ भनेदेखि 960 मा चाहिँ झन् अझै बेसी नाफा हुनुपर्नेमा घाटा भनेको मतलब के हो भने त्यही सामान भए पनि त्यो सामानको चाहिँ क्रय मूल्यहरू फरक छ है त। यसमा त्यसरी लिनुपर्दछ। ल 20% नाफा भयो भने चाहिँ त्यसको मूल्य 120%। 120% भनेको के हो 840, 100% भनेको के हो 700 भयो। ल एउटा सामानको चाहिँ 100% भनेको के हुन्छ क्रय मूल्य हुन्छ। एउटा सामानको सिपी 700 अनि अर्को सामान 4% घाटा भनेपछि 96% भनेको 960 भयो भनेपछि 996 अनि 100% भनेको के हो 1000 भयो भनेपछि एउटा सामानको क्रय मूल्य 700 रहेछ, अर्को सामानको क्रय मूल्य 1000 रहेछ, एउटा सामानको बिक्री मूल्य 840 रहेछ, अर्को सामानको बिक्री मूल्य 960 रहेछ भनेपछि टोटल किनेको मूल्य टोटल सिपी भनेको दुईटै 100% जोड्दा कति हुन्छ 1700 हुन्छ। टोटल एसपी भनेको टोटल बेचेको मूल्य दुईटा एसपी जोड्दा 840 प्लस 960 घटा 1800 हुन्छ। अनि नाफा प्रतिशत हो कि नोक्सान भयो भन्दाखेरि अनि बेचेको मूल्य बढी भएकोले यो नाफा भयो। नाफा प्रतिशत इक्वल टु नाफा भनेको एसपी माइनस सिपी 100 भयो अनि नाफा प्रतिशत 100 भागा किनेको मूल्य 1700 इन्टु 100 गर्दा 5.88 भयो। एउटा फलफुल व्यापारीले दुईवटा कागजलाई 1 रुपियाँमा किनेर 5वटालाई 3 रुपियाँमा बेच्दा कति प्रतिशत नाफा होला। अब यसमा चाहिँ हामीले अघि नै एउटा मेथड हेरिसकेका छौँ। अब यो अर्को मेथडबाट अब यसलाई सल्भ गर्ने प्रयास गरौँ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा फर्मुला युज गर्ने प्राइस 1 भयो भनौँ है त। लेफ्टतिरको प्राइस 1 बाई नम्बर 1 इन्टु 100 इक्वल टु प्राइस 2 इन्टु नम्बर 2 इन्टु यक्स गर्ने है त। अब यक्सको चाहिँ युज म अहिले भन्छु एकछिनमा। अब यसरी फर्मुला अनुसारको भ्यालु राखौँ। प्राइस 1 कति छ 1 बाई नम्बरको चाहिँ 2 इन्टु 100 इक्वल टु 3 प्राइस अनि 3 बाई 5 इन्टु यक्स छ। अब यक्सको भ्यालु कति 5x इक्वल 600 यक्स इक्वल 120 आउँछ। अब यो जति भ्यालु आयो अब बढी आयो 100 बढी आयो भने जति बढी आयो त्यति नाफा भयो, 100 कम आयो भने जति कम आयो त्यति नोक्सान हुन्छ। जस्तै 100 कति भयो 20 बेसी आयो भने चाहिँ प्रफिट 20% भयो। अब यसलाई हामीले अघिल्लो तरिकाबाट पनि अब गरेका थियौँ। जस्तै सिपी इक्वल टु कति भयो दुईवटा कागज 1 रुपियाँमा किनेको भनेपछि 1/2 इन्टु 10 मैले किनेको 1/2 इन्टु 10 को म अहिले भन्छु 1/2 यसको सिपी भयो अनि एसपी भनेको 3वटालाई
3 रुपियाँमा 5 वटा किन्यो भने चाहिँ 3 भागा 5 भयो। अनिखेरि 10 किन भन्दाखेरि 2 र यो तल्लो 2 र 5 को एलसिएम लिँदा 2 पनि 10 हुन्छ। त्यसैले मैले इन्टु 10 गरेको हो यहाँनिर एकैचोटि दोहोरिएको प्रश्न भएर एक गर्दाखेरि 5 र 6 आयो। एसपी ठुलो आयो 6 आयो अनि सिपी 5 आयो भनेपछि अनिखेरि 1 भागा 5 100 गर्दाखेरि 20% यो जसरी नि त्यही एन्सर आयो। ल अर्को प्रश्नमा जाउँ। एउटा व्यापारले 36 वटा सुन्तला बेच्दा 4 वटा सुन्तला बराबरको विक्रय मूल्य घाटा हुन्छ भने उसको नोक्सान प्रतिशत कति हुन्छ भनेपछि 36 वटा सुन्तला बेच्दा 4 वटा सुन्तलाको विक्रय मूल्य बराबरको घाटा हुन्छ है त। अब यसमा हामीले अलिकति बुझ्नुपर्छ। 36 वटा सुन्तला बेच्दाखेरि 4 वटा सुन्तलाको विक्रय मूल्य बराबरको चाहिँ उसलाई घाटा हुन्छ भनेपछि उसले कतिवटा दियो 40 वटा दियो। उसले 40 वटा दिँदाखेरि 4 वटा फ्री नै भयो। 36 वटा सुन्तला बेच्दा 4 वटा घाटा भयो भनेपछि 4 त त्यसै गयो भनेपछि 40 वटा बेच्यो। 40 वटा दिँदाखेरि 4 त्यसै गयो 4 भागा 40 इन्टु 100 गर्दाखेरि 10% भयो। अनि कुनै सामान बेच्दा विक्रय मूल्यको 1/3 घाटा भए घाटा प्रतिशत निकाल्नुहोस् भनेर भनेको छ। अब यसमा हेर्नु विक्रय मूल्यको 1/3 घाटा। विक्रय मूल्य भनेको के हो भन्दा घाटा भनेको के हो सिपी माइनस एसपी। अब इक्वल टु अब घाटा यो दिएको केस अनुसारको 1/3 इन्टु एसपी भनेर दिएको छ। अब यसलाई क्रस गर्दाखेरि के छ 3CP इक्वल टु 4SP। अब 3CP इज टु CP इज टु एसपी इक्वल टु 4:3 भनेर आएको छ है। यसलाई चाहिँ CP बाई एसपी इक्वल टु 4/3 पनि गर्न सकियो। अब यसमा के गर्न सकियो भने CP 4 हुँदाखेरि एसपी 3 हुने रहेछ। यसबाट रेसियोबाट यो थाहा हुन्छ। भनेपछि लस त 1 भयो 1/4 इन्टु 100 गर्दाखेरि 25% भयो। ल धन्यवाद, थ्याङ्क यू।